अङ्कलको त के भयो यता घाउ क्यार भयो त्यहाँ त्यहाँ ए पहिले बस भन्दै सानैमा हो पिलो थियो अरे साना पिलो भएर पछि यस्तो यस्तो भयो कि घाउ चाहिँ मुठा सानो पार्न आउनुलाई जात्दै ठुलो पारेर त बिहा गर्ने होला नि तेरो पनि बिहा त पर्रे साल हजुर हाटेको हान्त ल मैले खिच्दिनँ अब फेरि ठुलो मलाई त फेसबुकमा राख्न मैले आफूले खुलाएर त मैले आफ्नो फोटो राखेको होइन त्यो उसको त्यो यो पहाडको राखिदिएको मकैबारीको राखिदिएको कि बिहा गर्ने हुने छैन अहिले विदेश गएर आएर बिहा गर्ने अरे जहाँ गयो नि गर्ने होइन कि कहीँ गए पनि नगए पनि अहिले गर्ने होइन अहिले गर्दैन तिहार आगे मासु जो खानुपर्छ भन्ने छ र सबै परिवार हाँसी खुसी आए कबेली काटेर खाए पनि भइहाल्छ नि मासु जो खानु भन्ने छ र च्याम्मा कबेली काटो परिवार हाँसी खुसी वरिपरि बसो एउटा गमला वरि पस्क्यो कबेलीले त त्यसरी रिस्पिन्छ नि त्यही भएर हामी खोसी काट्ने अर्का ज्यान मारेर खायो के राम्रो हुन्छ र त्यो पनि हो अङ्कल ल हेर्नुहोस् यो हाम्रो अर्हाची अर्का तोस्तिलको परिवारको फाँट अहिले तपाईँहरूलाई देखाइरहेको छु यतातिर धान छाट्ने हाम्रो दाइ हुनुहुन्छ यतातिर पालतिरपट्टि कान्छो बुवा उतापट्टि भाउजूहरू बुहारीहरू हुनुहुन्छ यतापट्टि अब मेरो खेत त बाँझै छ मकै छरेको ऊ रोप्यो छ भन्नु गहुँ छरेको छ भन्नु यो हाम्रो भतिजो पर्छ बिहा गरिदिन भन्छ गहुँ छरेको र नयाँ बाटो बन्दैछ कहाँ बाटो गाउँमा बन्ने अब त कहिले विकास हुँदैछ हजुर ल त फेरि भेटौँला अहिलेलाई यो भिडियो हेरेर पोस्ट गरिदिनु होला हस्त नमस्कार।